भदौ 23 र 24 गतेपछि सबैभन्दा पहिला मैले यस्तो अभिव्यक्ति दिएको थिएँ। भिडलाई मिसयुज गरेर सिंहदरबार सर्वोच्च अदालत र संसद जलाउनेहरूलाई यत्तिकै छोड्यो भने भोलि पनि कसैले आफ्नो पोलिटिकल मोटिभ फुलफिल गर्नुपर्ने हुन्छ। भोलि पनि 5-10 हजारको भिडलाई तयार गर्छन् र त्यो भिडको बलमा राज्यलाई जलाउँछन्। जहिले पनि यसरी नै राजनीतिक अस्थिरता भइरहन्छ र देश सङ्कटमा गइरहन्छ। यसलाई रोक्नका लागि त्यसरी आगो लगाउनेहरूमाथि निर्मम तरिकाले कारबाही गर्नुपर्छ। त्यसको लागि गर्ने के त भन्दाखेरि आगो लगाउनेलाई मात्र कारबाही गर्ने नै, आगो लगाउने हातलाई मात्र कारबाही गरेर पुग्दैन। आगो लगाउने दिमागसम्म पुग्नुपर्छ। अनुसन्धान आगो लगाउने हातलाई समाउने तर आगो लगाउने दिमागलाई खुल्ला छोडिदिने हो भने भोलि गएर ती दिमागहरूले फेरि पनि आगो लगाउँछन्। तर यो अभिव्यक्ति दिइरहँदाखेरि मलाई एउटा कुरा के थाहा थियो भने नेपालमा हरेक मुभमेन्टपछि, हरेक आन्दोलनपछि जति बेला कारबाहीको कुरा आउँछ, जति बेला चाहिँ कानुन बमोजिमको दायित्वको कुरा आउँछ, त्यति बेला सबैभन्दा धेरै पेलिने र सबैभन्दा धेरै कारबाहीको नाउँमा चाहिँ अन्यायमा पर्ने भनेको गरिब निमुखाका बालबच्चाहरू नै हुन्। तर पनि त्यति बेला कारबाही जरुरी थियो। तर त्यसपछि जति बेला कारबाहीको नाउँमा, अभियोजनको नाउँमा मैले त्योभन्दा अगाडि भन्दै आएको थिएँ, आगो लगाउने हात र आगो लगाउने दिमागलाई छुट्याएर आगो लगाउने हात, किनकि उनीहरूले चाहिँ आगो लगाउने हातहरूले चाहिँ कसैको उक्सावटमा आएर, कसैको लहलहीमा आएर, भिडबाट चाहिँ प्रभावित भएर चाहिँ गल्तीले चाहिँ आगो लगाएका हुन् अथवा धेरै परिणामको बारेमा नसोचिकन आगो लगाएका हुन् भने तिनीहरूलाई सुधार्नको लागि कारबाही गर्नुपर्छ। तर जो आगो लगाउने दिमाग हो, त्यो आगो लगाउने दिमागलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्छ भनेको थिएँ। तर अहिले मेरो त्यति बेला जे डर थियो, कारबाहीको नाउँमा, अनुसन्धानको नाउँमा गरिब निमुखाका छोराछोरीहरू पर्छन् भन्ने कुरा, त्यो अहिले रियालिटी देखिएको छ। अहिले हेरौँ कस्ता कस्ता व्यक्तिलाई कारबाही भइरहेको छ। त्यसपछि मैले पुनः बोले, सरकारले आगो लगाउने हात र आगो लगाउने दिमागलाई छुट्याएर आगो लगाउने हातलाई सुधार्नको लागि सजाय गर्नु पर्यो। हुन्छ भने कमभन्दा कम बिगो कायम गरेर उसलाई रियलाइजेसन गराउनु पर्यो यो गल्ती थियो। 10,000, 20,000, 50,000, तर तपाईँले 5 लाख, 10 लाख, 50 करोड बिगो कायम गराइदिनु भयो भने भोलि नयाँ अपराधी जन्मिन्छ कि जन्मिँदैन? किन भन्दा त्यो आक्रोशमा गएको थियो नि त। तर त्यो आक्रोशलाई क्यापिटलाइज गरेर आगो लगाउनु पर्छ भनेर भिडलाई दोहोऱ्याएर लाने दिमागलाई कारबाही गर्नु पर्यो नि त, जोरदार तरिकाले। जड त्यो हो। अहिले हातलाई मात्र कारबाही गर्नुभयो, दिमाग यत्तिकै स्वतन्त्र रूपमा घुम्यो भने भोलि त्यसले नयाँ हातलाई समाउँछ, नयाँ हातलाई लिएर जान्छ आगो लगाउनका लागि। यति भइसकेपछि एउटा कुरा चाहिँ क्लियर के छ भने हाम्रो अहिलेको मुलुकी फौजदारी कार्यविधि संहिता र सजाय निर्धारण तथा कार्यान्वयन ऐनको पनि उद्देश्य भनेको गल्ती गर्ने, अपराध गर्ने व्यक्तिलाई सुधारेर एउटा सुधारिएको नागरिक बनाउनु चाहिँ अहिलेको कानुनको उद्देश्य हो। अहिलेको कानुनको उद्देश्य भनेको केवल सजाय गर्नका लागि, बदला लिनका लागि सजाय गर्ने होइन। अहिलेको कानुनको उद्देश्य भनेको सजाय गरेर सुधार्ने हो। र अहिलेको कानुनको उद्देश्य भनेको वास्तविक रूपमा जो मास्टर माइन्ड हो नि, त्यो मास्टर माइन्डसम्म पुग्नुपर्ने अहिलेको कानुनको उद्देश्य हो। तर मैले अहिले पनि अनुसन्धानमा देखिरहेको छु, आगो लगाउने दिमागहरू यत्तिकै घुमिरहेका छन्। आगो लगाउने दिमागहरूले चाहिँ म देशलाई फेरि जलाइदिन्छु भनिरहेछन्। आगो लगाउने दिमागले चाहिँ हामी मङ्सिर महिनाको यति गतेमा राज्यलाई फेरि जलाउँछौँ, फेरि लुटाउँछौँ, फेरि चाहिँ बर्बाद पारिदिन्छौँ, हामीले चाहिँ राज्यलाई ढालिदिन्छौँ भन्ने किसिमका कुरा गरिरहेछन्। तर आगो लगाउने दिमागको लहलहीमा परेर जो व्यक्तिहरू गएर आगो लगाएका थिए तिनीहरू अहिले थुनाभित्र छन्। त्यही भएर मैले नेपाल सरकारलाई पनि र खास गरी नेपाल प्रहरीलाई र सरकारी वकिलको कार्यालयलाई के निवेदन गर्न चाहन्छु महान्यायाधिवक्ताज्यूलाई भने तपाईँले आगो लगाउने हात र आगो लगाउने दिमागलाई छुट्याएर हेर्नुहोस्, छुट्याएर हेर्नुपर्छ। जो गरिब निमुखाका छोराछोरीहरू छन् उनीहरू कारबाहीमा परिरहेका छन्। एउटा व्यक्ति जसलाई 20,000 रुपैयाँ बिगो तिर्ने उसको आर्थिक हैसियत छैन भने उसले 20 लाख रुपैयाँ त्यसलाई चाहिँ बिगो कायम गरेर जानुभयो भने त्यस्तो व्यक्तिहरू भोलि गएर अपराधी बनेर निस्किन्छन् कि निस्किँदैनन्? त्यो कुरालाई भोलि गएर राज्यले कसरी म्यानेज गर्ने? त्यसैले अनुसन्धानको नाउँमा, कारबाहीको नाउँमा नयाँ अपराधीहरू जन्माउने चाहिँ गल्ती चाहिँ राज्यबाट नहोस्। कुनै व्यक्तिलाई कारबाही गर्ने हो भने त्यो व्यक्तिलाई कारबाही उसको आर्थिक हैसियतको अनुसारले बिगो कायम गरिरहँदाखेरि, जरिवानाको माग गरिरहँदाखेरि उसको आर्थिक हैसियतको अनुसारले चाहिँ बिगो कायम र जरिवाना माग गरियोस्। खास गरी अनुसन्धानको अर्थ भनेको सत्य निरूपण हो।
खास गरी अनुसन्धान गर्नु भनेको सत्य तथ्य पत्ता लगाउनु हो र अभियोजनको अर्थ भनेको चाहिँ त्यो व्यक्तिलाई सुधारेर समाजमा पुनः आउने गरी चाहिँ उसलाई गल्तीको रियलाइजेसन गराउने हो। कुनै व्यक्तिबाट गल्ती भएको छ भने उसले आफ्नो गल्ती स्वीकार्नु भनेकै उसको लागि सबैभन्दा ठुलो सजाय हो। त्यसैले कुनै पनि व्यक्तिलाई बिगो कायम गरिरहँदाखेरि उसले जानी जानी पहिलेदेखि योजना बनाएर आगो लगाउँछु नै भनेर गएको छ कि ऊ भिडको आडमा कसैको बहकाउमा लागेर कसैको लहलैमा गएर आगो लगाएको छ। त्यस्तो गरेको व्यक्ति हो भने त्यस्तो व्यक्तिहरूसँग प्ली बार्गेनिङ गर्नुहोस्। उनीहरूलाई कन्फेसन गराएर उनीहरूबाट चाहिँ भित्री कुराहरू निकालेर बरु मास्टर माइन्डसम्म पुग्ने गरी चाहिँ यिनीहरूबाट कन्फेसन गराउने, तर कन्भिक्सन चाहिँ मास्टर माइन्डहरूलाई गलाउने किसिमले चाहिँ नेपाल प्रहरीको चाहिँ र महान्यायाधिवक्ताको कार्यालयको चाहिँ त्यो अप्रोच रहोस्। र 24 गतेको विध्वंसकारीहरूलाई सजाय गरिरहँदाखेरि अथवा आगो लगाउने अराजकहरूलाई सजाय गरिरहँदाखेरि 23 गतेको राज्यको तर्फबाट आतंक मचाउने राज्यका आतंककारीहरूलाई चाहिँ उन्मुक्ति दिने प्रयास चाहिँ राज्य पक्षबाट नहोस्। र हामीले सजाय भनेको व्यक्तिलाई सुधार्नको लागि गर्ने हो, उसलाई सजाय केवल सजायको लागि गर्ने होइन। आज कुनै अपराधी भनेर कुनै व्यक्तिलाई सजाय गरिरहँदाखेरि भोलि त्योभन्दा खुनखार अपराधी जन्माउने किसिमको चाहिँ बदलाको भावनाले प्रहरीले आफ्नो अनुसन्धान र कारबाही नगरोस्, व्यक्तिलाई सुधार्नको लागि कारबाही र अनुसन्धान गरोस्।